Hello, sir. Welcome back. हामी vlog. आज हामी राप्सीमा फाइबर तान्दैछ। यता दानमुरिया पर्छ। यो खाली माटी राख्छ। अहिले यता बादल लगाएर के देखेको छैन। बक्सहरू सबै राखिसक्यो। माथिको लागि मात्र छ माथि। बक्सबाट तलबाट तार्किन्छ। यताबाट 1 किलोमिटर जति टाढो हुनु। देखियो बस्नु। यो चाहिँ चौरी यता बल्ले यता कालीमाटी बजार देखि जाने बाटो यही बाटो हो। अनि यता लोहान खोलङ्गा सल्यान फेर्न जाने यताबाट राम्रो देखेछ। यता चाहिँ क्याम्पिङ गर्ने एकदम मजाको छ। सबै ठाउँदेखि चाहिँ यो पारी जाने जारी छ। आज वाइफाई जोड्न लाग्यो। वाइफाई चलाउनलाई आत्तिर छन् केटाकेटीहरू। अर्को भाइ वाइफाई चलाउनलाई म पनि छु आज वाइफाई चलाउने बाबु। वाइफाई चलाउने वाइफाई जोड्न बच्चाहरू सबै रमाइने छन्। लाइन लगाएर सबैजना उयो माथि डाँडासम्म पुगेछ। फाइनली टार तान्न सक्यो। अब बक्स लगाएर बक्स राख्छ अनि बालेर जाँदैछौँ। बक्स राखेर कनेक्सन गर्ने सुरुवात गरेको हुन्छ। अब हाम्रो बसाइ यतै हुन्छ। चिसो मौसम आनन्द रहेछ। अग्लो डाँडामा छ सबैतिर देखिन्छ। बाटो मौसम छ। त्यो हुस्सु लागिरहेको छ अहिले होइन। त्यो उकालो बाटो हिँडेर सबै आइसक्यो। त्यो भिरहरूमा पहिरो गएको छ। माथि पनि बाटो बनाएको छ क्या। फाइनली चढेर भनिदियो तल गएर